साथीहरु म चाहिँ अहिले डुम्रे बजारको चोकमा छु है त। म चाहिँ यसो बन्दीबतिर यसो चिसो हावा खान जानेको फ्यामिली भएर देख्न सक्नुहुन्छ है त। डुम्रे बजार सुनसान छ यतिखेर। ल साथीहरु फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा है त साथीहरु। धेरै पछि चाहिँ आज भ्लग बनाउन गइरहेको छु। म चाहिँ आज माथि बन्दीपुर जान्छु। अहिले चाहिँ डुम्रे बजार चोकमा छु। यो बस स्टप नजिकै छु। ओ बुढी गजब बेइज्जती है। टिकटक चलिरहेको हेरेर हामीहरू चाहिँ साथीहरू अब बिस्तारै माथि जाँदैछौँ। बाटो जाने अप्ठ्यारो छ, वान वे छ र उकालो त्यस्तै अनि मोड पनि त्यस्तै छ है त। अलिक केयरफुल भएर चलाउनु पर्ने हुन्छ किनकि बच्चा अगाडि छ। हामी चाहिँ अब माथि गएर के कस्तो हुन्छ भन्ने कुराहरू तपाईँलाई भिडियो मार्फत सेयर गर्नेछौँ। भिडियोलाई हेर्दै गर्नु होला साथीहरू है त। तपाईँले देख्न सक्नुहुन्छ तलपट्टि बजार चाहिँ डुम्रे बजार, यो पृथ्वी हाइवे सबै देखिन्छ है त्यताबाट। जति माथि गयो त्यति चिसो हुँदै जान्छ है त साथीहरू। एकदमै रमाइलो छ है त। तपाईँहरूले अवश्य आउनु एकचोटि। गर्मीको कारणले गर्दा चाहिँ साथीहरू हामीहरू चाहिँ दिउँसो नभइकन बेलुकीखेर 6 बजीतिर चाहिँ माथि उक्लिँदैछौँ है त। किनभने दिउँसो घाम हुन्छ भन्नलाई अलिक गाह्रो हुन्छ, तर माथि त चिसो छ। यहाँ तलतिर चाहिँ एकदमै गर्मी छ है त साथीहरू। ल साथीहरू हामीहरू चाहिँ अहिले ठ्याक्कै पानी ट्याङ्की भन्ने ठाउँमा आइसकेका छौँ। बाटो चाहिँ तपाईँको एकदमै मोड अनि घुम्तीहरू होइन, एकदम ठाडो रोड छ है त। झर्दाखेरि चाहिँ तपाईँको ओह्रालो, माथि उक्लिँदाखेरि चाहिँ एकदम कालो पर्छ है त साथीहरू। तपाईँको ठ्याक्कै यो पानी ट्याङ्की भन्ने ठाउँमा आइसकेको छ। यहाँ पानी ट्याङ्कीहरू छ, मन्दिर छ। तपाईँले यहाँ बसेर नि तलको दृश्यहरू होइन, त्यहाँको भ्यूहरू हेर्न सक्नुहुनेछ। हामी सँगै चाहिँ आउनुभएको यता अगाडि जाँदै हुन्छ, स्कुटीले छानेन त छ। ल त है, ल हामी चाहिँ 6 जना छौँ है त। हाम्रो दाइ हुनुहुन्छ माथि रुमको। म चाहिँ अगाडि जान्छु अब साथीहरू बिस्तारै। ल त साथीहरू हामीहरू चाहिँ बेस क्याम्पनिर आइसकेका छौँ है त। बन्दीपुर बेस क्याम्प भन्ने होटेल रहेछ यो चाहिँ। होटेल एन्ड लज पनि रहेछ है त साथीहरू। यहाँ चाहिँ आएर बस्न सक्नुहुन्छ तपाईँहरू र तल देख्न सक्नुहुन्छ एकदमै राम्रो भ्यू देखिन पनि सकिन्छ है त्यहाँबाट। हामीहरू चाहिँ अब बसिँदैन, लाग्नुपर्छ किनकि अँध्यारो भइसक्यो त साथीहरू। बिस्तारै अँध्यारो नि हुन्छ, त्यही भएर हामी चाहिँ जान्छौँ है त साथीहरू। भिडियोहरू हेर्दै गर्नु होला साथीहरू। चाहिँ तपाईँ यो जति माथि उठ्यो त्यति चिसो हुँदै जान्छ कि।
माथि उक्लिने क्रममा चाहिँ तपाईँहरू यस्तो जङ्गलहरूबाट माथि उक्लिनु पर्ने हुन्छ साथीहरू। यता पुरै जङ्गलै जङ्गल छ, पुरै जङ्गलले पुरै गोडमेल गरेर छाङ्गे बनाइदिएको रहेछ है। त्यस्तो झाडी त्यस्तो डरलाग्दो भन्ने चाहिँ छैन, एकदम क्लिन छ है त, क्लिन छ। अब यसो बाघहरू आएको छ भने यसरी देखिन्छ, सर्लकै देखिन्छ है त। तर सिङ्गल हिँड्न चाहिँ डरै छ है त साथीहरू। यहाँ तपाईँहरू यसो ग्रुपमा आयो भने अझै रमाइलो हुन्छ है त। सर अगाडि जाँदैछौँ हामी साथीहरू। ल है त ल। बंदीपुर हेरी बाटोमा हेरेर चलाउनु कि मलाई डरै लाग्छ तपाईँदेखि। हामीहरू चाहिँ ग्रेट वाल हेर्नको लागि बन्दीपुर बजार नपुगिकन थोरै पछाडिबाट चाहिँ यता राइट लागेर उक्लेका छौँ है त साथीहरू। यता अफ रोड रहेछ। हामी चाहिँ अघिल्लो उता डाँडा माथि जान लाग्यो है त। थानीमाईहरू मन्दिरहरू के छ सबै कुरा छ। यहाँ चाहिँ अप्ठ्यारो पुरै अप्ठ्यारो रहेछ बाटो चाहिँ। तपाईँहरू चाहिँ तलतिरै राखेर उता माथि हिँडेर जानु होला है त। बाइक स्कुटीहरू आउनलाई अलिक गाह्रै रहेछ। मैले चाहिँ अलिक गाह्रै गरेर लिएर आएँ। सक्यो तपाईँहरू उता माथिबाटै हिँडेर आएर घुम्नु होला है त। यतातिर माथि उक्लिसकेपछि चाहिँ बवाल छ कि सिनहरू चाहिँ एकदम दामी देखिन्छ सिनहरू। ल ल ल बाइक चाहिँ गाह्रो छ साथीहरू। बन्दीपुरबाट यो मिनी ग्रेट वाल जाने क्रममा चाहिँ तपाईँहरू अलिकति अफरोड भेटिन्छ। यहाँ चाहिँ अलिकति उकालो अनि अफरोड अलिक गाह्रै छ है त। मसँग चाहिँ तिनजना हामी दुईजना हेभी भइहाल्यौँ अनि छोरी अगाडि छ, त्यही भएर नि गाह्रो भएको होला। तर सिङ्गल आउन चाहिँ सजिलैसँग आउन सकिन्छ है। त्यहाँ चाहिँ डबल तिरबल आउन चाहिँ अलिक गाह्रै रहेछ स्कुटीमा। छोरी र बुढी चाहिँ टाढेर आएको थिएँ, तर बिस्तारै लगेँ मैले चाहिँ। ल साथीहरू हामी चाहिँ यता यो बन्दीपुरबाट ठ्याक्कै यता माथि उक्ले है। यता मिनी के अरे मिनी ग्रेट वाल छ अरे। यता सिन चाहिँ कडै छ ल। बवाल साथीहरू खत्रै देखिँदो रहेछ सिन चाहिँ। अलिकति ब्राइट गरेर हान्न पऱ्यो। बवालै देखिँदो रहेछ ल। यता चाहिँ के रहेछ यो, के ठाउँ रहेछ यो? ल साथीहरू देख्न सक्नुहुन्छ यस्तो राम्रो सिनमा यस्तो नराम्रो मान्छे आइए है। गाह्रो छ। तान्दिनु हिँड्छन्। किन झर्या त किन झर्या हो?
देख्न सक्नुहुन्छ साथीहरू सिन चाहिँ बबाल छ है। हामी चाहिँ पुरै टुप्पो डाँडामा छौँ है त्यतिखेर ग्रेट मिनी हामीहरू चाहिँ साथीहरू बिस्तारै माथि जाँदैछौँ। अब तपाईँहरूलाई देखाउनेछौँ माथि गएर के कस्तो छ भन्ने कुरा तपाईँहरू देख्न सक्नुहुन्छ। हामी चाहिँ यो बाटो हुँदै आएको है। त तपाईँ डुम्रेबाट जम्मा 7 किलोमिटर छ तर ठाडै उकालो घुम्टी छ है त साथीहरू। धेरै टाढा त छैन तर अलि उकालो अनि घुम्टी चाहिँ छ है त साथीहरू। कस्तो लाग्यो त साथीहरू तपाईँहरूलाई ठाउँ चाहिँ बाबाले छ है ठाउँ चाहिँ। तपाईँहरू नि एकचोटि आउनु होला बन्दीपुर तनहुमा आयो त डुम्रेबाट सरी उकालो अगाडि गएर राइट साइड लागेपछि चाहिँ बन्दीपुरको गेट देखिन्छ। त्यहाँबाट सर्लक्क आउनु होला ठ्याक्कै माथि आइन्छ है त। यो कङ्क्रिटहरू हाल्दै चाहिँ ढलान सलन गर्दै चाहिँ यहाँ चाहिँ तर यस्तो उकालोमा गर्न पर्ने हो म त यहीँसम्म आउँथेँ नि। त्यहाँ चाहिँ एउटा पुरा ठुलो होटल बन्दैछ त्यहाँ अनि त्यहाँ के अरे स्काई भ्यू पनि बन्दैछ भन्ने सुनेको थिएँ। यहाँ चाहिँ सर्लक्कै स्पेस बनाइदिएको रहेछ। त यहाँसम्म चाहिँ आउने रहेछ बाइकहरू हाम्रो चाहिँ ल्याइएन बच्चाहरू छ नि त। बबाल सिन लेखिदिएको छु ल। यता नि पिच रहेछ त पुरै है। कुन चाहिँ ठाउँ रहेछ के ठाउँ रहेछ यो बेसी पुरै गुरुङ गाउँ गइया होइन कि अहिलेसम्म यता त गइया कि जानुभयो म त गएको पुरै घरमा जान खाँदै ल हिँड्नु नि त हिँड्नु अब उता यता नि हामीलाई अब नराम्रो कुराहरू अनि छ्याङ कपाल त पुरै बाङ्गिएछ। प्योर छ्याङ होइन यतातिर चाहिँ छ्याङ स्पेसल पाइन्छ फेरि यतातिर पनि पाइन्छ नि। गुरुङ गाउँमा त अब स्पेसल हुने भइहाल्यो नि। यता डाँडा डाँडामा गएर खिच्न पर्ने फोटो त यो ढुङ्गातिर त्यो डाँडो हो नि यो ढुङ्गातिर बिल्थ्यो त अनि योभन्दा त्यो आइन्छ चाहिँ त्यो यताबाट छ नि अनि यहाँ माथिबाट यता बाघ हुन्छ हुँदैन बाघ ल बाघ हुने अझ त्यहाँ कुखुरा भनेर थुनेको कुखुराको चितुवा थुनिदियो एउटाले बन्दीपुर 1 नम्बरमै कहाँ यहीँ कता भिडियो सुट छ मसँग चितुवा होइन यहाँ त अब मान्छे आउने जाने भएर हुन्छ आउँदैन न त। त्यो ठुलोदेखि माथि त्यो त्यो हाम्रो त्यो टावर छ नि माथिपट्टि त्यहाँ त बाघ बस्छ। तर भिडियो तपाईँ जतिको ल हेर्नु साथीहरू बन्दीपुरको मिनी ग्रेटवाला त बबाल छ है त बबाल छ। ल टाढामा छ मैले चाहिँ मान्छेहरूको भिड पनि रहेछ यतिखेर अलिअलि। कहाँ टाढा त्यहाँ पुऱ्याइदिएपछि तल झरिहाल्छ 5 मिनट झर्छ हामीमा हो कि त्यहाँबाट यस्तै रेलिङ खिच हेलो हेलो आज बिदाको दिन होइन सिन चाहिँ बबाल देखिँदैछ। हजुर 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 सिन चाहिँ बबाल देखिँदैछ। थाकियो त साथीहरू पुरै उकालो यहाँबाट हिँडेर आएको आधा आउँदै
थाकियो अनि हँदाएर नि हुन लागिसक्यो मलाई हेरेर मात्रै कहाँ भयो मेरो बुढी उकालोमा त नभन नि त्यो बिस्तारै बिस्तारै आउँदै हुन लाग्यो त साथीहरू खानपान नै होला हौ क्यान लाग्छ त नि त्यसो भए आउँछ कि पिन्छ तिमीलाई भेट्न ढुक्क सरलाई कस्तो अनुभव एकदम बवाल एकदम धेरैदेखिको प्रतीक्षाको फल आज आज पुरा भयो कि क्या ल हेर्नु अब हामी माथि यो थानीमाई मन्दिर भन्ने ठाउँमा जाँदैछौँ उक्लिँदा उक्लिँदा ड्रोन पुरै ड्रोन उनिरहेको छ त्यहाँ त ढुङ्गाले हानेर अरे पुरै ड्रोन उडिरहेछ आऊ सर आऊ चलाएकै हुन्छ के हुने र नि केही भएन फाइनली साथीहरू देख्न सक्नुहुन्छ यो चाहिँ थानीमाई मन्दिर हो है हामीहरू चाहिँ देख्न सक्छौँ उताबाट हिँड्दै आएका हौँ है त बाटो चाहिँ एकदम लामो छ र थाकिए पनि लास्ट स्टेसन भनेको चाहिँ यही हो है त थानीमाई मन्दिर देख्न सक्नुहुन्छ बन्दै गरेको रहेछ अहिले चाहिँ पहिला चाहिँ पुरानो थियो है ढुङ्गाले बाँडेको बिस्तारै अब अँधारा हुँदै गइरहेको छ साथीहरू हामीहरू पनि अब बिस्तारै फर्किने क्रममा छौँ अब यहाँबाट हामी सिधै बजार जानेछौँ है त बन्दीपुरको मेन बजार भन्ने ठाउँमा जाँदैछौँ तपाईँको देख्न सक्नुहुन्छ यहाँको चाहिँ अलिअलि बन्ने क्रम जारी नै रहेछ यतिखेर कम्प्लिट भएको रहेनछ बिस्तारै बन्दै गरेको रहेछ है त यो ठाउँ चाहिँ यतिखेर चाहिँ मान्छे कोही हुनुहुन्न रहेछ हामी मात्रै छौँ यतिखेर यता वरपर चाहिँ कोही छैन नि किनकि अँधारो हुन लागिसक्यो साँझ नि परिसक्यो हामी साँझ उक्लेको भएर चाहिँ अलिक ढिला भयो अब दिउँसो आऊँ भने एकदम घाम लागेको हुन्छ गर्मी पनि त्यस्तै हुन्छ यतिखेर भनेको एकदम शीतल ठिक्कको मौसम छ यतिखेर ल साथीहरू लास्ट स्टेसन भनेको चाहिँ यही हो है त तपाईँको डाँडाको चाहिँ ल डाँडामा आइयो यो डाँडा थानीमाई डाँडा अब यताबाट सिधै जानु यता अगाडि जाऊँ न ल आऊ आऊ तर यहाँ चाहिँ जे भयो नि यो अलिकति गरेर यसो यताउति राम्रो गरेर यहाँको व्यवस्थापन राम्रो गरेर होइन पानी सानी पाउने व्यवस्था गर्दा राम्रो हुन्छ आज पानीको सङ्कटकाल छ सर सबै चिज महँगो छ त्यही भएर पानी पाउन गाह्रो हुन्छ अरू चिज त महँगो हुने भइहाल्यो ल बन्दीपुर यही है त बन्दीपुर बजार साथीहरू देख्न सक्नुहुन्छ बाबालाई छ है त जाने हो छोरो पुरै बजार हो एकछिनपछि हामी त त्यो जल झरेर तपाईँहरूलाई भिडियो मार्फत देखाउनेछौँ है त कस्तो रहेछ हजुर ल जाऊ तिमीहरू त जाऊ छिटो जाऊ न छोरीले पानी खाइदेऊ गर बच्चा र बुढीलाई चाहिँ यतै
यतैबाट जानलाई भन्यौँ र हामी चाहिँ अब उता बाइक लिन जान्छौँ किनभने झर्ने क्रममा बाटो अप्ठ्यारो छ त्यही भएर चाहिँ हामी सिङ्गल जान्छौँ र बच्चाहरूलाई चाहिँ यतैबाट झारेर हामी चाहिँ अब उताबाट फर्केर आउँछौँ है त साथीहरू तपाईँहरूलाई केही क्षणपछि चाहिँ त्यहाँको बजार कस्तो छ देखाउनेछौँ है त ल साथीहरू हामीहरू चाहिँ बन्दीपुरको बजारमा आइएछ होइन यता हाल भन्दैन किन हो र अनि बन्दीपुर बजारमा आइयो है त हामी यहाँ एकछिन यसो घुमिन्छ घुमिएपछि खाजा खाइए होइन एकछिनपछि खाजा खाइन्छ बेलुकाको कस्तो रहेछ त यहाँ देख्न सक्नुहुन्छ है त बेलुकाको मौसम छ यो लाइटहरू नि बोल्थ्यो के भएछ यार चहल पहल चाहिँ रहेछ अलिअलि मान्छेहरू है ल साथीहरू यही हो त यो बन्दीपुरको मेन बजार मेन पोइन्ट यता हाम्रो म्याडमहरू यता अगाडि हुनुहुन्छ हामी चाहिँ यता सबै पुरै पसिनै पसिना भइरहेछ यसो अब एकछिन थकेर यसो खाजा नै खानुपर्छ यस्तो यस्तो भिआइपी होटेलहरू हुन्छन् एक प्लेट मोमो यहाँ चाहिँ पुरै डिएसएलआर आएर फोटोसोटो खिचेर हामीले डिएसएलआर ल्याइदिनु छ नि त डिएसएलआर मोबाइल छ त हाम्रो अनि किन चाहियो कति चल भयो पानी खानु भयो तपाईँहरूले खाइए मैले लिएर आएको छु खाने कि हानेर यो लाइटहरू बोल्थ्यो होइन पहिला त बोल्थ्यो हामी यसरी आउनु यहाँ आएर बसेर बस्यौँ है यो घर यो प्रधानको घर पाहुना घर भाडामा ड्रेस पाइन्छ अरे ड्रेस लाउने एपडी यहाँ चाहिँ भाडामा ड्रेस पाउने चाहिँ कुन चाहिँ ड्रेस हो मगर ड्रेस हो सबै जातिको होला ओ यहाँ चाइनिज मान्छेहरू नि रहेछन् फेरि बजार जस्तो सुप मार्केट जस्तो लाग्यो कतारको ए हाम्रो चम्बो टोली चाहिँ यता हुनुहुन्छ है त 5 जना कसैलाई सबै ग्रुपबाट ए लाइटले कस्तो गराउँदो रहेछ यार ल साथीहरू तपाईँहरूलाई मैले बन्दीपुर बजार भिजिट गराएँ तपाईँहरूलाई कस्तो लाग्यो यो बन्दीपुर बजार एकचोटि कमेन्ट गर्नु होला र हामी चाहिँ अब लास्ट पोइन्ट भनेको यति नै हो है त यताबाट भित्र छिरेपछि चाहिँ माथि यो चौरतिर गइन्छ है त चौरको नाम के भन्छ कस्तो नाम बिर्सेँ मैले चाहिँ देखेर यो यता मन्दिर पनि छ यता ठ्याक्कै मनोकामना जस्तै मन्दिर रहेछ यतातिर चाहिँ मार्केटहरू छ है त यतातिर पनि मार्केटहरू छ किनमेल गर्नको लागि र होटेलहरू पनि छन् खाना बस्नको लागि साथीहरू अब हामी चाहिँ बिस्तारै अब खानेकुराहरू खाइन्छ किनकि भोक लागिसक्यो
कस्तो भयो आज बन्दीपुरको ट्राभल ल त साथीहरू आजको बन्दीपुरको ट्राभल चाहिँ हाम्रो यहीँ नै अन्त्य भएको घोषणा गर्न चाहन्छु मेरो भिडियो हेरेर तपाईँहरूलाई कस्तो लागेको छ कमेन्ट गर्नुहोला तपाईँहरू बन्दीपुर बजार आउनुभएको छैन भने एकचोटि अवश्य आउनु होला एकदम रमणीय ठाउँ छ र बन्दीपुरमा घुम्न पर्ने ठाउँहरू तपाईँहरूलाई मैले भिडियो मार्फत सेयर गराइसकेको छु साथीहरू र मेरो भिडियो कस्तो लाग्छ साथीहरू कमेन्ट चाहिँ गर्नुहोला अनि मेरो च्यानलमा को नयाँ हुनुहुन्छ भने साथीहरू मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला धेरैभन्दा धेरै माया गरिदिनु होला एउटा मिठो कमेन्ट चाहिँ छोड्न नबिर्सिनु होला साथीहरू ल त साथीहरू आजलाई भिडियो चाहिँ यति नै है त अर्को भिडियोमा भेट्ने आशा गर्दै अहिले चाहिँ म छुट्टिन चाहन्छु बाई बाई